नमस्कार, म सुनील कुमार मेहता। म चाहिँ उहाँको सानो भाइ, कञ्चन कुमारी मेहताको सानो भाइ। म चाहिँ मेरो दिदीलाई विगतको 10 महिनादेखि हाल इलाज गराइरहेछु। बारम्बार ब्लड चढाइरहेछु म सोसल मिडियाहरूबाट पनि मागेर र साथीभाइहरूसँग पनि मागेर, किनकि मेरो दिदीलाई गम्भीर रोग लागेको छ। रोगको नाम हो अप्लास्टिक एनेमिया। अब चाहिँ दिदीको एकदमै गम्भीर स्थितिमा गइसकेको छ। अब चाहिँ दिदीलाई चाहिँ बोन म्यारो ट्रान्सप्लान्ट गराउनु पर्छ। त्यसका लागि हजुरहरूले चाहिँ आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौँ। क्षणहरू एकदमै साह्रै कमजोरी हुने र यो आँखाको पुरै भाग चाहिँ सेतो सेतो पर्ने जस्तो भयो र म चाहिँ शैलजा आचार्य अस्पताल गएको थिएँ। त्यहाँबाट चाहिँ भन्नुभयो जे कोशी हस्पिटलको इमर्जेन्सीमा गएर ब्लड चढाउनु पर्छ, अत्यन्तै बिजोग छ, एनेमिया भएको छ। अनि म चाहिँ कोशी हस्पिटलमा आजभन्दा 10 महिना पहिले गएर उहाँलाई इमर्जेन्सीमा लगेर ब्लड चढाएँ अनि फेरि भर्ना गराएँ। त्यसपछि यस्तै गर्दै गर्दै प्रक्रिया विराट टिचिङमा पनि गएँ, धेरै ठाउँमा जचाएँ, तर चाहिँ थाहा भएन। अनि चाहिँ चुनावपछि चाहिँ हाम्रो काठमाडौँबाट एउटा टिचिङ हस्पिटलबाट डाक्टर आउनुभयो कोशीमा। उहाँले चाहिँ फेरिदेखि पुनः बोन म्यारो जाँच गर्नुभयो र धेरै महँगो र जाँचहरू गर्नुभयो, किनकि उहाँको रोगहरू पत्ता लगाउनको लागि। र पछि गएर पत्ता लाग्यो 2-3 महिनापछि कि उहाँ दिदीलाई चाहिँ रिपोर्ट आएपछि कि अप्लास्टिक एनेमिया बिरामी भएको छ। यो बिरामी हालसम्म कति खर्च भयो? हालसम्म अहिलेसम्म चाहिँ विगतको समथिङ 10 लाख प्लसै खर्च भइसकेको छ र मेरो ऋण कर्जाहरू पनि टन्नै बढिसकेको छ। तर अझै कति खर्च हुन्छ यसलाई अब चाहिँ अझै खर्च चाहिँ म्याक्सिमम डाक्टरले भन्नुभएको छ 15 देखि 20 लाखसम्म लाग्न सक्छ अगर आइसियुमा गएन भने। अगर कन्डिसन खराब भयो भने 20 लाखभन्दा माथि पनि लाग्न सक्छ खर्च। सरकार फिलहाल यो रोगको लागि भन्नुहुन्छ कुनै सुख सुविधाहरू छैन, कुनै पनि डिस्काउन्टहरू छैन भन्नाले, जस्तै कि क्यान्सरमा 1 लाख र गरिब असहाय व्यक्तिहरूलाई धेरै नै सुविधाहरू छ। तर चाहिँ यो अप्लास्टिक एनेमिया भनेको धेरै नै खर्चिलो बिरामी हो भनेर सरकार तर्फबाट कुनै पनि सहयोग छैन। अब हजुरहरूसँग मात्रै अपेक्षा गर्दछु। अब चाहिँ दिदीलाई चाहिँ बोन म्यारो ट्रान्सप्लान्ट गराउनु पर्छ। त्यसका लागि हजुरहरूले चाहिँ आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौँ।